यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। भिडियोमा यहाँले देखिरहनु भएको छ यो नेपालगञ्ज एयरपोर्ट हो। म चाहिँ 2 वर्षपछि अहिले आएको हुँ। धेरै नै परिवर्तन भइसकेको छ। कस्तो राम्रो बनेको यो एउटा नयाँ भवन रहेछ, एकदमै राम्रो। कस्तो खुसी लाग्यो मलाई त। अनि त म त भिडियो नबनाए बस्नै सकिनँ। अनि यहाँहरूसँग पनि सेयर गरौँ भनेर लागेको। देख्नुहुने जान्नुहुनेलाई त थाहा छँदैछ। अनि म 2 वर्ष अगाडि आउँदा चाहिँ यस्तो थिएन क्या। अनि अहिले यस्तो राम्रो भएछ है। अनि आफ्नो देशमा यस्तो परिवर्तनहरू हुँदा चाहिँ कस्तो खुसी लाग्ने। अनि परिवर्तनको लागि कुर्नु पनि पर्छ जस्तो लाग्छ मलाई। कुर्नु पर्दो रहेछ भन्ने बित्तिकै हुँदैन। जस्तो हामी आफ्नै घरलाई पनि हेर्न सक्छौँ नि। हामीले कतिपय कुराहरू परिवर्तन गर्न खोजिरहेका चाहिँ हुन्छौँ, तर त्यहाँ अचानक आइपर्ने अरू कुराहरू म्यानेज गर्नुपर्ने, विभिन्न अत्यावश्यक कुराहरू म्यानेज गर्नुपर्ने आदि इत्यादिले गर्दा त होला नि। अनि हामीले चाहेका सबै कुराहरू सुख सुविधाका साधनहरू हामी तुरुन्तको तुरुन्तै गर्न सक्दैनौँ। देश पनि एउटा त्यस्तै हो। र अब देश सम्हाल्ने मान्छे जसरी घर सम्हाल्ने मान्छेले अलि जान्ने बुझ्ने छ, म्यानेज गर्न जान्ने छ भने घर पनि छिट्टै राम्रो हुन्छ। जान्ने छैन भने हुन्न। जस्तै अब देशमा पनि त्यस्तै भइरहेको होला। जसले देशलाई भित्री रूपमा बुझ्नु भएको छ उहाँहरूलाई त थाहा नै छ। अनि यति एयरलाइन्सले चाहिँ यसरी क्या टक्क लाएर यो स्न्याक्स दिँदो रहेछ। यो नुनिलो बदम अनि त्यो कोल्ड ड्रिङ्क्स थियो। म चाहिँ कोल्ड ड्रिङ्क्स खाँदिनँ। धेरै वर्ष अगाडिदेखि मैले छोडेको छु। पहिला एकदम धेरै पिउँथेँ। अनि मलाई आकाशमा उडिरहँदा चाहिँ एउटा कुरा मलाई जहिले पनि, म मेडिटेसन गर्ने मान्छे भएको भएर चाहिँ दिमागमा के आउँछ भने त्यो हामीलाई मेडिटेसनमा गराउँदा भन्छ नि तपाईँ पृथ्वीदेखि यो सूर्य चाँद तारागणदेखि माथि जानुहोस् भन्दाखेरि। अनि म कमसेकम पृथ्वीबाट अलि माथि छु, म अलि नजिकै छु भगवान्को भन्ने जस्तो टाइपको चाहिँ फिल हुन्छ। अनि त्यसरी मेरो ब्याग स्याग पनि आयो। अनि म निस्केँ। यो चाहिँ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। कति धेरै राम्रो भएछ, खुसी लाग्यो। थ्याङ्क यू।